हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म सन्दुर घुम्न जान लाग्यो होइन। अनि स्वयं धेरै घुम्न त धेरै ठाउँमा घुमेँ, तर सन्दुर घुम्न जान्छु भनेर गएको। अहिले सन्दुरतिर नै लाग्नु लेट्स गो गाइस। म सिताबाला गरेर सिधै माथि सन्दुरतिर जान लाग्यो होइन। अहिले अब स्वयं एकछिनमै सन्दुर पनि पुग्यो फाइनल्ली। अनि सन्दुर त फेरि भाइ चाहिँ उठ्यो आउँदैन थियो क्या क्यामेरामा। अनि म त एक्लै बनाइरहेको थिएँ, पछि आउँछ भनेको भाइ। अहिले चाहिँ म एक्लै बनाइरहेको थिएँ, मान्छे पनि धेरै थियो, त्यति धेरै त थिएन त धेरै थियो मान्छे। अनि म एक्लै पुरा घुम्न लाग्थेँ कि भाइ आउँदैन भन्छ क्यामेरामा। अनि म एक्लै बनाइरहेको थिएँ भिडियो। अहिले चाहिँ पछि चाहिँ आउँछ भाइ अहिले। अनि सन्दुरबाट चाहिँ धेरै घुम्यो क्या, तर सन्दुर चाहिँ अनि सन्दुर घुमेर आयो। अनि म सन्दुरबाट चाहिँ अब निस्कनु लागेको थिएँ होइन। अनि त्यत्तिकै भाइसँग कुरा गर्दै निस्किन चाहिँ अब चाहिँ कमल पोखरी जान्छु भनेर गएको छु। अनि कमल पोखरी जान लाग्यो अब लेट्स सी गाइस। फाइनल्ली कमल पोखरी पुग्यो गाइस होइन। तर कमल पोखरीमा चाहिँ भाइ आयो कि क्यामेरामा। अनि भाइले मसँग टिकट बनाइरहेको कमल पोखरीमा चाहिँ। अनि भाइ अझ कमल पोखरीबाट नि अझ अन्तारी घुम्यो क्या, धेरै त टाढा। बसन्तपुर गयौँ। बसन्तपुर जाँदाखेरि चाहिँ पानी परेको थियो कि बसन्तपुर पुग्दाखेरि चाहिँ। अनि पानी परिसकेको थियो। अहिले चाहिँ कमल पोखरी नै घुम्नु लेट्स सी गाइस। तिमी रहेन रहेछौ, सोने तिम्रो जस्तै हाँसो, तर तिमी होइन रहेछ। अब चाहिँ कमल पोखरीमा निस्केर हामी चाहिँ बसन्तपुरतिर हिँड्दै लगेको बाहिरमा। बसन्तपुर त फेरि टाढै थियो कमल पोखरीबाट। अनि बसन्तपुरको बजार अनि रोडतिर पुग्यो। अनि रोडबाट बसन्तपुर तर्फर हुँदै जाँदै गरेको। अब चाहिँ पानी पस्यो। अब अलिक पानी पर्ला जस्तो भएको थियो। एकछिन फेरि पानी पर्दै अनि चाहिँ ट्याक्सीमा आएको बाहिरमा। अहिले बसन्तपुर नै घुमिरहेको बाहिरमा। पुरा रातितिर अलिक फेरि रमाइलो हुन्छ क्या बसन्तपुर चाहिँ। हिउँतिर मान्छेहरू धेरै हुन्छन् क्या रातितिर। अनि बाहिरमा आइरहेको बेसी म पानी परिरहेको थियो। अनि गाडीमा आयो होइन ट्याक्सीमा। अनि ट्याक्सीमा चाहिँ घर आउँदै थियौँ। पछि बेसी गाइज अब अब चाहिँ घर पुग्नु लाग्यो। रोएर पनि पुग्यो भर्खर। अब जाँदैछौँ, पनि पुग्यो गाइज। अब अर्को भिडियोमा बाई बाई गाइज। आजको लागि चाहिँ यति नै है त, बाई।